गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैँसी आतंक, पत्रकार ऋषि धमला र मन्त्रीको टोली नै लखेटिए। रिपोर्टिङका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पत्रकार ऋषि धमला र मन्त्रीको टोलीलाई भैँसीहरूले लखेटेका छन्। पत्रकार धमलाले घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हेर्नुस् त, जहाँ प्लेन उड्नुपर्ने हो त्यहाँ भैँसी गुडिरहेका छन्। उक्त दृश्यले विमानस्थलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय जनप्रतिनिधि तथा सरकारवालाको टोली विमानस्थलको निरीक्षणका लागि पुगेका थिए। निरीक्षणकै क्रममा भैँसीहरूको एक समूह रनवे नजिकै देखा परेपछि पत्रकार र अधिकारीहरू त्रसित भएर भाग्न बाध्य भएका थिए। यस घटनाले विमानस्थल सञ्चालनमा देखिएको कमजोरी उजागर भएको छ। विमानस्थल व्यवस्थापन पक्षले तत्काल सुरक्षालाई कडाई गर्ने प्रतिबद्धता जनाएको छ। यता सामाजिक सञ्जालमा भने यो घटना हास्यास्पद र लाजमर्दो रूपमा भाइरल बनिरहेको छ। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको यो अवस्था सम्पूर्ण नेपालीका लागि दुःखद पक्ष हो भन्ने आम प्रतिक्रिया आइरहेको छ।